सम्बन्धमा सबैभन्दा पहिला गुगलको क्रोम ब्राउजरमा जाने, त्यसपछि गोरखापत्र अनलाइन सर्च गर्ने, गोरखापत्र आउँछ। त्यसपछि गोरखापत्रमा जाने, त्यसपछि मोबाइलबाट गर्दाखेरि गरेको छु मैले। अब वेबसाइटबाट गरे पनि हुन्छ अथवा वेब ब्राउजरबाट गरे पनि हुन्छ। त्यसपछि गोरखापत्रमा जाने, यहाँ चाहिँ लोकसेवा भन्ने महल हुन्छ। लोकसेवा भन्ने चाहिँ यहाँबाट ई-पेपरमा जाने होइन है, फेरि यो लोकसेवा भन्नेमा जाने हो। लोकसेवा भन्ने महलमा जाने, त्यसपछि आएपछि यहाँबाट आउँछ। ल, लोकसेवा तयारी वस्तुको विशेष। यो प्रत्येक बुधबार यो टङ्क केसीले प्रकाशन गर्नुभएको हुन्छ। यसमा धेरैजसो सब्जेक्टिभ पनि हुन्छ, अब्जेक्टिभ हुन्छ। यसमा चाहिँ सबै पढ्यो भने राम्रो हुन्छ। जस्तो यहाँ अब विभिन्न खालका अन्तर्वार्ताहरू पनि हुन्छन्। अब हामीले वस्तुगतमा जाउँ। असार 3 गतेको वस्तुगत रहेछ यसमा। यहाँ क्लिक गरौँ। एकमा के छ, बागमती प्रदेश सरकारद्वारा विषम 2083 असार 1 गते आर्थिक वर्ष 83-84 का लागि कति राशिको बजेट सार्वजनिक गरियो? रु 66 अर्ब 93 करोड 33 लाख। नोट, विषम 2083 असार 1 गते सातै प्रदेशद्वारा बजेट प्रस्तुत गरिएको बजेट यही छ। त्यसपछि 2मा चुरे संरक्षण दिवस कहिले मनाइन्छ? असार 2 गते। यसको डिटेलमा पनि लेखिदिएको छ यहाँ। राष्ट्रपति चुरे तराई मधेस समस्या विकास समिति स्थापना विषम 2071 असार 2 को अवसर पारेर हरेक वर्ष असार 2 गते यो दिवस मनाउने गरिन्छ। विषम 2083 असार 2 गते 12औं चुरे संरक्षण दिवस मनाइएको छ भनेर यसरी लेखेको छ। 3 नम्बरमा छ, विश्व म्याराथन च्यालेन्ज अन्तर्गत 7 महादेशमा 7 दिन लगातार सञ्चालन भएको 7वटा म्याराथनमा नेपाली पोसाक दाउरा सुरुवालमा दौडेर विश्व कीर्तिमान कायम गर्ने धावक को हुन् भनेको छ। यसको बाल जोशी नेपाली मूलका अमेरिकी धावक भनेर एन्सर लेखिएको छ। त्यसै गरी क्वेसन नम्बर 4मा छ, नेपाललाई विश्वस्तरीय खेलकुद केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यका साथ नेपाल स्पोर्ट्स समिट 2026 एनएसएल 2026 का लागि तय गरिएको मिति कुन हो? यसमा भनिएको छ 2082 माघ 22, तदनुसार फेब्रुअरी 26 फेब्रुअरी 5। अनि चीनले हालै सार्वजनिक गरेको विश्वको सबैभन्दा सस्तो ह्युमन राइट्स सेवर कुन हो? भूमि। अमेरिका र इरान बीच युद्धविराम सम्बन्धी प्रारम्भिक सहमति कहिले भएको? एकदम अत्यन्त महत्त्वपूर्ण छ है। सन् 2026 जुन 14। यो शान्ति सम्झौतामा औपचारिक हस्ताक्षर आगामी 2026 जुन 19मा स्विजरल्यान्डमा हुने बताइएको छ। अमेरिका इरान सम्झौताका प्रमुख बुँदा लेबनानसहित सबै मोर्चामा स्थायी युद्धविराम, इरानको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने, अमेरिकी प्रतिबद्धता, 30 दिनभित्र अमेरिकी नौसेनाको नाकाबन्दी हट्ने, इरानबाट अमेरिकी सेना फिर्ता हुने, हर्मुज जलमार्ग खोल्ने लगायतका विषयमा सम्झौता भएको थियो। त्यसै गरी प्रश्न नम्बर 7मा छ, बेलायतद्वारा 16 वर्षभन्दा कम उमेरका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने घोषणा कहिले गरियो? सन् 2026 जुनमा। 2027 सालको सुरुवातबाट लागू हुने गरी घोषणा भएको। अस्ट्रेलिया, क्यानाडा, ब्राजिल र इन्डोनेसियाले बालबालिकाको सामाजिक सञ्जालमा नियन्त्रण सम्बन्धी कानुन तर्जुमा गरिसकेका छन्। विस्तारै देशमा अरू विभिन्न देशमा बढ्दैछ। सुरुमा अस्ट्रेलियाले सुरु गरेर पारित गरेको हो। त्यसरी अब क्वेसन नम्बर 8मा छ, प्रश्न नम्बर भन्ने कि अब यो जानकारी नम्बर 8 भन्ने होइन, प्राकृतिक प्रकोपबाट पीडित नागरिकलाई चिकित्सकीय सेवा उपलब्ध गराउन स्थानीय रूपमा सञ्चालित कार्यक्रमलाई के भनिन्छ भनेको छ। यसलाई अपरेसन नाइटिङ्गेल। 9 नम्बरमा जङ्गली जनावरबाट मानिस एवं खेतीपातीको रक्षा गर्न बनाइएको विद्युतीय तारलाई के भनिन्छ? एन्जाइवर। 10 नम्बरमा नेपाली वनस्पतिका पिता भनी कसलाई चिनिन्छ? बुखानन ह्यामिल्टन। 11मा 12 वन्ड 18 खण्डका रूपमा चिनिने प्रसिद्ध स्थान कुन हो? रामारोसन। त्यसपछि 12 नम्बरमा कृषि ज्ञान केन्द्र कहाँ स्थापना गरिएको छ भन्दा फताङलुङ ताप्लेजुङ गाउँपालिका हो ताप्लेजुङको। 13 नम्बरमा विश्वमा चिया उत्पादनमा नेपाल कतिौँ स्थानमा रहेको छ? 14औं। पहिलोमा चीन छ, दोस्रोमा भारत, तेस्रोमा केन्या, त्यसरी 14औं नम्बरमा नेपाल।
हाल विश्वमा अति कम विकसित राष्ट्रको सङ्ख्या कति रहेको छ? 44। नेपालको 2026मा अति कमबाट विकासशील राष्ट्रमा जाने स्तरीय हुने लक्ष्य के हो? पछि सरकारले थप समयमा आएको हुनाले पछि पर धकेलिएको छ। यो गरिबमै रहेर बाँच्न खोजेर हो कि के हो यसको चाहिँ? मतलब विभिन्न छुट सहुलियत बन्द हुने भएर नै होला। आर्थिक सर्वेक्षण 82-83 अनुसार नेपालको मातृ मृत्युदर कति रहेको छ? 151। शिशु मृत्युदर भने 27/1000। यो मातृ मृत्युदर प्रति लाखमा है 151 प्रति लाख, शिशु मृत्युदर 27/1000। 16 नम्बरमा FAO को पछिल्लो तथ्याङ्क अनुसार हाल विश्वको कुल भूभागको कति प्रतिशत हिस्सा वन क्षेत्रले ओगटेको छ? 25%। नेपालमा 45भन्दा माथि छ। 17मा हाल सरकारले हडताल गर्न निषेध गरेका अत्यावश्यक क्षेत्र कति छन्? 25। विभिन्न सेवाहरूको छ। यो सरकारले विषम 2083 चैत 25 गते राजपत्रमा सूचना प्रकाशन गरी हडताल गर्न निषेध गरेका 25 अत्यावश्यक क्षेत्र भनेर 1मा डाक, तार तथा टेलिफोन सेवा, जल, स्थल र हवाईमार्ग, हवाई अड्डा लगायत यसरी गरेको छ। 25 सेवाहरू छन्। यसरी सत्र पढ्नुपर्छ। भनेर सम्भव छैन यो सबै। 58मा हालसम्म सबैभन्दा बढी विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने राष्ट्र कुन हो? मेक्सिको। मेक्सिको भनेको अहिलेसम्मको धेरै 1970मा, 86मा र 26मा गरी 2026मा गरी 3 चोटि आयोजना गरिसक्यो। मेक्सिकोको स्टाडियो अस्टेका रङ्गशालाले विश्वको इतिहास सबैभन्दा धेरै खेल आयोजना गर्ने कीर्तिमान बनाएको छ। यस विश्वकपमा सबैभन्दा कान्छा खेलाडीका रूपमा मेक्सिकन मिडफिल्डर गिल्बर्टो मोरा रहेका छन् भने मेक्सिकोले 3 पटक आयोजना गरेको छ। आयोजना सह-आयोजना यस प्रतियोगितामा 104वटा खेल हुनेछन्। सहभागी चाहिँ अहिलेबाट 48वटा टिम छन्। यसरी चाहिँ यसको चाहिँ सबै जानकारी यसको लेखेको चाहिँ प्रस्तुतकर्ता टङ्क केसी भन्ने। यसरी चाहिँ हामीले बुक सेवाको हेर्न सकिन्छ। तपाईँहरूलाई इच्छा लाग्छ यसरी भनिदियो भने पढ्ने बेलामा, काम गर्ने बेलामा सुन्न मन लाग्छ भने म यसरी प्रत्येक हप्ताको सुनेर एउटा भिडियो बनाएर यही साइटमा अपलोड गर्छु। त्यसका लागि च्यानल खोजेर लाइक, सब्सक्राइब गर्यो भने मैले चाहिँ यो आवश्यकता रहेछ भनेर सबै यसरी नै खोजेर पढेर अपलोड गरिदिन्छु है त।